कर्कट राशि हुने व्यक्तिहरूको लागि 2083 सालको भदौ महिनाको समग्र महिनाभरिको मासिक राशिफल खण्ड प्रस्तुत गर्दैछु। नमस्कार, म आचार्य ज्योतिषी पण्डित माधव कृष्ण गुरागाईँ। कर्कट राशि हुनेहरूले यो भदौ महिनामा विशेष गरी तपाईँहरूले चाहिँ देवी माताको उपासना गर्नुभयो भने अति नै राम्रो हुन्छ। त्यसले गर्दाखेरि कमेन्टमा अहिले नै महिना राम्रो होस् भनेर जय दुर्गा माता लेखिदिन सक्नुहुन्छ। तपाईँको यो भदौ महिना कस्तो छ त? गोचरीय फल जस्ताको तस्तै धेरै बढाइ चढाइ नगरिकन हजुरहरूको सामु प्रस्तुत गर्दैछु। अलिकति सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ एउटा सेयर अवश्य पनि गरिदिनु होला। कर्कट राशि हुनेहरू, तपाईँहरूको यो महिना बाणी अत्यन्तै खरो रहनेछ। अत्यन्तै बोलेको कुराहरू पुग्ने परिस्थितिहरू रहनेछ। किनकि तपाईँको चाहिँ एक त बृहस्पति ग्रहले कर्कट राशिमा गोचर गरिरहँदाखेरि र चन्द्रमा ग्रह तपाईँको चाहिँ कर्कट राशि होइन मालिक ग्रह, र यस्ता प्रकारले भदौ महिना विशेष गरी तपाईँका लागि चाहिँ नि बोलेको कुराहरू परिपूर्ति हुने खालको परिस्थितिहरू रहनेछ। विशेष गरी मन बहकिराख्ने, मनबाट विभिन्न ख्यालहरू आएर तपाईँको चाहिँ नि मन बहकिने परिस्थितिहरू अत्यधिक मात्रामा तपाईँको यो महिना रहनेछ। विशेष गरी धेरैजनालाई सरसल्लाह दिने योग यो महिना तपाईँको रहनेछ। किनभने यो महिना तपाईँको बोली एकदमै प्रष्ट र बोलेको कुराहरू पूर्ण हुने पनि परिस्थितिहरू रहेको देखिन्छ। सँगसँगै मान प्रतिष्ठाको योग पनि कर्कट राशि हुनेहरूको लागि बनेको छ भने हंस योगको प्रभावले गर्दाखेरि तपाईँलाई चाहिँ एक प्रकारको ज्ञानी सत्कर्म गर्नलाई मन लाग्ने, ज्ञान ध्यान तपस्या परोपकारको कुराहरूमा, समाजसेवाको कुराहरूमा विशेष गरी अत्यन्तै रुचि बढ्ने खालको सङ्केत तपाईँको चाहिँ ग्रह गोचरीय परिस्थितिमा बनेको छ। विशेष गरी देवी माताको, अब कुन देवीको उपासना गर्ने त भन्दाखेरि तपाईँले दुर्गाको उपासना गर्न सक्नुहुन्छ। कमेन्टमा यो महिना राम्रो होस् भनेर धन प्राप्तिको योग बनेको छ कि देवी माताको चाहिँ उपासना गर्नाले। त्यसले गर्दाखेरि लक्ष्मी माता पनि को उपासना पनि तपाईँले गर्न सक्नुभयो। कमेन्टमा जय लक्ष्मी माता लेखिदिनु होला। तपाईँलाई पक्कै पनि यो महिना फँसेको पैसाहरू पनि आउने खालको योग चाहिँ बनेको छ। त्यसले गर्दाखेरि बाणी राम्रो छ, बोली पुग्छ, तर तपाईँले यो महिना बाणीबाटै पनि केही फस्ने योग बनेको छ। कसैलाई वचन दिनु पर्यो भनेदेखि चाहिँ एकदमै धेरै तपाईँ सजग हुनु होला। तपाईँले दिएको वचनले फेरि पछि दुःख दिन सक्छ। किनकि यो महिना तपाईँको लागि मनकारी कसैलाई केही वचनको रूपमा, बाणीको रूपमा झट्ट तपाईँले चाहिँ बोलिहाल्ने परिस्थितिहरू रहनाले केही सावधानीहरू पनि अपनाउनुपर्छ। किनकि तपाईँको यो महिना गरेको अनुमानको पक्ष चाहिँ अत्यन्तै बलियो छ। केही कुरामा अनुमान गर्नुभयो भने ठ्याक्कै त्यो कुरा तपाईँको यो महिनामा हेर्नु होला, विचार गर्नु होला। कतिको तपाईँलाई मिल्छ मिल्दैन ठ्याक्कै पुगेको हुनसक्छ। त्यसले गर्दाखेरि धनलाभका सङ्केतहरू 22 गतेसम्म छ। 22 गते पुग्दा चाहिँ तपाईँलाई अलिकति शत्रु भय, आफ्नो शत्रुबाट भएको परिस्थितिहरू पनि बनिरहेको छ। तपाईँको चाहिँ सूर्य दोस्रो भावमा रहनाले अलिकति हानिको पनि कुराहरू आएको छ सूर्यको गोचरबाट। त्यसले गर्दाखेरि दोस्रो भावको सूर्यले तपाईँको धन हानि, आँखामा समस्या, अलिकति तपाईँको चाहिँ कुटुम्बमा अलिकति केही वैरभावको परिस्थितिहरू पनि बन्न सक्ला। अलिकति धन भय, सीमा विवाद, जग्गा जमिनमा केही विवादहरू आउन सक्ने परिस्थितिहरू पनि तपाईँको चाहिँ रहेको छ। सँगसँगै मङ्गलले चाहिँ तपाईँलाई 12औँ भावमा गोचर गरिरहँदाखेरि तपाईँको रोगको परिस्थितिहरू पनि छ। खुट्टा सम्बन्धित रोगहरू तपाईँलाई लाग्न सक्छ, अथवा तपाईँ अलिकति बढी मनमा ओभर थिङ्किङ गर्ने खालको परिस्थितिहरू पनि तपाईँलाई चाहिँ देखा पर्न सक्छन्। सँगसँगै तपाईँ बौद्धिक रूपमा प्रबल, अलिकति मानसिक रूपमा कमजोर रहनुहुने खालको योग बनेको छ। भनेदेखि 17 गते सम्म चाहिँ विशेष गरी ठुलै धनलाभको योग बनेको छ। त्यसै गरी अब तपाईँले चाहिँ साझेदारीको काम कार्यलाई अँगाल्नु भयो भने यो महिना विशेष राम्रो खालको परिस्थिति छ। सँगसँगै शिक्षण पेसा, बौद्धिक क्षेत्रहरू, बोलेर गायन क्षेत्रहरू, बोलेर गर्नुपर्ने कामहरू, केही प्रेजेन्टेसन दिनुभयो भने त्यो पूर्ण हुने, कसैलाई तपाईँले केही
एडभाइस दिनुभयो भने त्यो उसको पनि राम्रो हुने खालको परिस्थितिहरू छ। सँगसँगै आगोबाट पनि भएको योग छ, अग्नि भएको संयोग बनेको छ। त्यसले गर्दाखेरि तपाईँले जोगिनु होला। आर्मीको कर्म, आर्मीको पेसा, प्रहरी, सेना, बिजुली बत्ती आदिको क्षेत्रहरूमा चाहिँ तपाईँलाई अलिकति नराम्रो छ। हो, यी बिजुलीबाट, आगोबाट, आर्मी र सेनामा तपाईँ हुनुहुन्छ भनेदेखि चाहिँ अलिकति भय छ, केही न केही नराम्रोको योग बनेको छ। यी पेसाहरूमा विशेष गरी सरकारी अरू पेसाहरूमा चाहिँ राम्रै योग बनेको छ। विदेशको क्षेत्रमा चाहिँ केही पैसा फसाउँदै हुनुहुन्छ भने अलिकति सावधानी भएर अगाडि बढ्नु होला। सँगसँगै शत्रुबाट भए तापनि तपाईँको चाहिँ महिनाको अन्तिममा शत्रु नाशको योग पनि बनेको छ। समग्रमा कर्कट राशि हुनेको लागि यो महिना सेतो रङ राम्रो छ। अलिकति नराम्रो रङमा हरियो रङ परेको छ। त्यसै गरी तपाईँले चाहिँ दिन महिनाहरूमा कुन कुन दिन तपाईँलाई राम्रा छन् भन्ने प्रसङ्गमा विशेष गरी होइन, राम्रो गते, राम्रो दिनको हिसाबमा 1 गते, 8 गते, 26 गते भएको छ भनेदेखि 3 गते र 13 गते चाहिँ विशेष तपाईँले कुनै लगानी गर्दै हुनुहुन्छ, ठुलो केही थाल्दै हुनुहुन्छ भने आफूलाई रोक्नु होला। यो दिन थालेको काम नबन्न सक्छन्। कर्कट राशि हुनेहरूको लागि विशेष गरी यो महिना लगभग 70% राम्रै देखिए पनि 30% होइन को योगमा अलिकति कमजोरी पनि देखिएको छ। जसले गर्दाखेरि केही सावधानी भएर अगाडि बढ्नु होला। कमेन्टमा जय लक्ष्मी माता लेखिदिनु होला। तपाईँको दिन शुभ रहनेछ। व्यक्तिगत चिना कुण्डली हेराउन चाहनुहुन्छ भने स्क्रिनमा नम्बर राखिदिएको छु, हेराउन पनि सक्नुहुन्छ। हस् त, राधे राधे। अहिलेसम्म हामीलाई फलो गर्नुभएको छैन, सब्सक्राइब गर्नुभएको छैन भनेदेखि 1 सब्सक्राइबले पनि ठुलो हौसला मिल्नेछ। हस् त, राधे राधे।